दिवस ह्याप्पी लोसार ग्याल्बु लोसार र सोनाम लोसार चाहिँ दरु मनाइयो है साथीहरू एला रे आगापी हेलो हाई एभ्रिवान गुड मर्निङ सबैजनालाई सेवा र नमस्ते। अनि म चाहिँ आज पार्कतिर आइरहेको छु। पार्कतिर होइन, आज हामी चाहिँ के भन्छ लोसार ग्याल्बु लोसार मनाउनलाई जानु लागेको हो। अनि सबैजनालाई ग्याल्बु लोसारको शुभकामना प्लस नारी दिवसको पनि शुभकामना सबैजनालाई। अनि हामी त यहाँ बस कुरेर बसिरहेको छौँ। अनि यहाँ मेरो प्यारी साथी मैनी त नानी कति क्युटी देखेको तिमी त आज त आम्मा साँच्चै टल्केको छौ यार। अनि पिङ खेलिरहेछ बच्चा जस्तो। यहाँ खेल न बरु, यहाँ यसमा यहाँ हो दुईजना त हुनु पऱ्यो नि। यहाँ आऊ न, लु म बस्छु नि त नि। यहाँ बस, यहाँ आऊ न, म बस्छु नि त नि। साथीहरू मेरो चाहिँ फेस यस्तो बिग्रिराखेको छ कि बाफ्रे, कमेन्ट नगर्ने फेस बिग्रियो भनेर। ल बस, मैले नि यहाँ यस्तो दुइटा लगाएको जाडो हुन्छ भनेर। यहाँ हेर लु भयो। साथीहरू कस्तो मजा। तिमी भन्दा म अर्को छौ कि तिमी अर्को? ए तिमी बेसी वाइट, म त हल्का उयो गर्छु त। तिमी तर कति केजी छौ अरे? 60 केजी। म कति केजी? म 55 केजी छु। 54 त्यो पनि हो के हो साँच्ची भनेको। हेर्दाखेरि म यस्तो हो कि, तर 54 केजी मात्रै छु। 54 नै हो। तिमी 60 केजी? बाफ्रे, म भन्दा साथी त 4-5 केजी बेसी छ। हजुर गाडी आइसक्यो। ए ल ल गाडी आयो रे, लु हिँड। तिमी निस्क, लु निस्क त। दुवैजना सँगै निस्कौँ। साथीहरू गाडी आयो रे, हामी चाहिँ जाने अब। हेर्दै गर्नु होला लेट चाहिँ के कस्तो हुन्छ। आज यता बहिनीको लोसार, म चाहिँ अनड्रेसमा हेरिरहेको छु। पुरा साथीहरू ड्रेसमा होला। साथीहरू यस्तो छ, के कस्तो हुन्छ म देखाउँछु तपाईँहरू। साथीहरू म चाहिँ आइसकेको हो। अनि पार्कतिर साथीसँग पनि भेट भइसकेको छ। त्यसपछि म चाहिँ साथीहरू हेर्नु न, अघि बिहान निक्लिन लगाएको घरदेखि। त्यसो भए त म त ज्याकेट पातलो ज्याकेट लगाएर हिँड्न लागेको। अनि बिस्तारै हिँड्न कति छिटो हिँडेको। सरी। अनि त्यहाँदेखि मलाई त सुड्डीले यस्तो गाली गऱ्यो, झन्डै घरदेखि निकाल्यो साथीहरू। ल है ल साथीहरू, हामी चाहिँ अब पारालिम्नीदेखि लिमासोलतिर लाग्यो है। ह्याप्पी नारी दिवस, ह्याप्पी लोसार। हामी यहाँ कता अरे लिमासोलतिर आइपुग्यौँ। कुन ठाउँ हो? गाङलाङगुङलुङ कुन ठाउँ हो? गाङलाङगुङलुङ त होइन होला है। गाङलाङगुङलुङ गाउँ जाने बाटो जस्तै छ। हामी चाहिँ आइपुगिसक्यौँ। यहाँभित्र हाम्रो प्रोग्राम चलिरहेछ। यता नाच्ने बहिनीहरू ड्रेसमा, सबैजना ड्रेसमा आइरहेछ। म मात्र गाङलाङगुङलुङ अनड्रेसमा आइरहेको छु। अनि गाडी नम्बर आइडन्ट नो, मैले त हेरिनँ है, खोइ कति नम्बर गर्ने हो। थाहा भइहाल्छ नि है। त्यही त हेर्नुपर्ने बिर्स्यो। के गर्नु र साथीहरू, ग्याल्बु लोसार र सोनाम लोसार चाहिँ दरु मनाइयो है साथीहरू। उता टिकटक बनाउनेहरू गाह्रो छ है, गाह्रो छ साथीहरू।
मेरो बहिनीहरू र सिङ्गरज्यूलाई धेरै धेरै धन्यवाद। नेपाल मगर सङ्घ साइप्रसले पनि सम्मान दिएर आउनु भएको छ। उहाँहरूले पनि मलाई हामी चाहिँ खाना खाएर पुरा नाच्नुमा व्यस्त छौँ। साथीहरू नाचिरहेछ, म चाहिँ न गीत बुझ्नु न के, म चाहिँ हावा तालमा नाचिरहेको छु। अनि साथीहरू चाहिँ पुरा नाची गइरहेछ। यतिको चाहिँ हुनुपर्छ है साथीहरू। अब हात हल्लाएपछि र खुट्टा हल्लाएपछि नाचेकै हुन्छ अरे। सो त्यही भएर म पनि पुरा डान्स गरिरहेको छु हावा तालमा। फाइनली साथीहरू उहाँलाई चाहिँ मैले चिनिनँ, बट उहाँको डान्स चाहिँ एकदम बबाल खतरा लाग्यो। सो त्यही भएर मैले चाहिँ उहाँको डान्सलाई चाहिँ थोरै क्याप्चर गरेँ है त। पुरै थाकेर म त यस्तो थाकिसकेँ क्या, पुरै थाकिसकेको छु म त। कस्तो धेरै नाचेर बाफ्रे बाफ्रे लास्टै रमाइलो भयो, नाचियो, थाकियो, खायो, बस्यो, टर्नै खायो, टर्नै नाच्यो, बस्यो। अनि त्यसपछि अब हामी चाहिँ अब टाइम गइसक्यो नि त, 3-4 बजिसक्यो। नाच्दा भिडियो पनि बनाउनु पाएन, भिडियो बनाएन। अनि एकछिन म पनि जान्छु। अनि त्यसपछि हामी चाहिँ अब जान लागेको घर। हाम्रो बस कुन हो थाहा छैन, डन्ट नो। अब हामी चटपट रमाइलो भयो, यस्तो रमाइलो भयो, यस्तो खाइयो चटपटे। Welcome to Paralimni. Ela re agapi mu. साथीहरू आज त लास्टै न मैले त साँच्चै आज त एउटा गीत नि बुझिनँ। लास्टमा आउने खेर चाहिँ अलिअलि गीत बुझिरहेको थिएँ। न त त्योभन्दा अगाडि त खै मेरो कान बन्द भएको कि के भएको, एउटा गीत सुनिनँ। वा तालमा उफ्रिया छ न नाच्ने जग्गा छ। बाफे त्यही त। अनि जसरी नाच्यो त्यसरी, जसरी उ गऱ्यो त्यसरी
त्यो बुरुक उफ्रिएको छ यस्तो गर्नु भएर छ अहिले चाहिँ यहाँ चाहिँ पुरा अघि चाहिँ आउने बेलामा चाहिँ जाडोको बेला एसी चलाइदियो अहिले चाहिँ छैन एसी चलाइदिएको छैन त्यसरी त हुने हात हल्लायो खुट्टा हल्लायो गऱ्यो बुझ्नु छैन छुस्नु छैन गीत के हो आफ्नो गऱ्यो बस्यो र पनि रमाइलो भयो खाना पनि टन्नै खाइयो अनि नाच्नु नि बा नाच्यो कस्तो लाग्यो आज ज्याल बोलो सर कस्तो भयो रमाइलो भयो मेरो त पुरा त्यो धेरै म त त्यो कराएर चाहिँ कस्तो घाँटे नै कस्तो भइरहेको छ धेरै त्यति कराएर तिमी त म चाहिँ धेरै कराएर गएको यस्तो बसिपुग्छ साथीहरू मैले गीतै बुझेन नि त अनि के अनि कराएर भन्नु सक्यो रमाइलो भयो अब साथीहरू हामी पनि अब रुम जान लागेको अब यहाँदेखि लिमासोलदेखि कति घन्टा लाग्छ 2 घन्टा 3 घन्टा 2 घन्टा त अघि बिहान कति बजी आइपुग्यो 2 घन्टा त्यो पनि रिजर्भ भएर मात्रै 2 घन्टा हो नत्र 5 घन्टा लाग्छ पब्लिक बसमा त अनि कुकुरले हाम्रो छोटो भिडियो हेरेर साथ दिनुभयो सबैजनालाई धन्यवाद ल हेर्नु अनि भन्दै म चाहिँ आज चाहिँ यो छोटो भ्लगलाई चाहिँ म यही इन गर्न चाहन्छु बाई खै दुईजनालाई गरौँ न बाई चुप्पा